मलाई गर्न मन लागेन किनभने धेरै नेटवर्क बिजनेसहरूले डुबाएको र डुबिएको मान्छे हो। त्यसकारणले यो पनि नेटवर्क बिजनेस नै होला भनेर चुप लागेर 1 वर्ष बसेँ। त्यहाँबाट पछि खाएँ, मैले सप्लिमेन्ट खाएको खाएँ निरन्तरता खाइराखेँ। खाएपछि मलाई राम्रो भयो। जब राम्रो भयो 1 वर्षमा मलाई क्लियर भयो। क्लियर भइसकेपछि चाहिँ अनि फेरि र पनि अझ पनि म खान्छु त्यो, किनभने मैले कति दबाई गर्दाखेरि पनि निको नभएको जिनिस निको भएको छ सप्लिमेन्टले। त्यो भएर यो भिडमा आएर बसेर अहिले म जसलाई पनि भन्छु, किनभनेदेखि बिमार त जो छ एउटा घरमा भन्नुहुन्छ भनेदेखि 3 जना 4 जनाको परिवार छन् भनेदेखि 2 जना 3 जना बिमारी छन् अलरेडी। त्यसको लागि यो सप्लिमेन्टले एकदमै राम्रो गरेको छ। मलाई यो सप्लिमेन्टले एकदम राम्रो गरेको छ। अब हजुरहरू पनि पहिले त तपाईहरुलाई विश्वासै लाग्दैन, किनभने खानु भएको छैन, गर्नु भएको छैन, जान्नु भएको छैन। तर उहाँहरूले जसरी अफलाइनहरूले पढ्नुहुन्छ निरन्तरता चाहिँ दिनुपर्ने रहेछ। यसलाई एकदमै निरन्तरता दिएर खाना नबिसाइकन खानु होला। कसैले 1 महिना खानुहुन्छ हुँदैन भन्छ, कसैले 2 महिना खानुहुन्छ हुँदैन भन्छ। सप्लिमेन्ट त बिस्तारो लाग्ने हो। त्यो त्यसरी झट्ट दबाई जस्तो ब्रुफिन खाएर चट्ट निको पारे जस्तो चाहिँ नहुँदो रहेछ। बिस्तारै बिस्तारै खाइराख्दा अब मलाई वर्ष दिन लाग्यो। भनौँ 12 वर्ष अगाडिदेखिको नसाको चेपिएको मान्छे हो। अब 12 वर्षदेखि नसा चेपेको मान्छेले मैले 4 महिना मात्रै भन्नुहुन्छ उहाँहरू। त्यसरी 4 महिना नभन्नु, किनभने पुरानो रोगीहरूलाई लाग्ने रहेछ टाइम। पुरानो रोगीहरूलाई चाहिँ निको हुनलाई धेरै टाइम लाग्दछ। 4 महिना मात्रै होइन, निरन्तरताले सधैँभरि नै सक्नुहुन्छ भने सधैँभरि नै खानुहोस्। नसक्नुहुन्छ भनेदेखि केही 7-8 महिनासम्म खाएर जब तन्दुरुस्त हुन्छ अनि त्यहाँबाट मात्रै छोड्नु होला, नभएदेखि नछोड्नु होला, खाइ नै राख्नु होला। ल म त्यसो भन्दै